What is mental health for you? मेन्टल हेल्थ भनेको एउटा पर्सनल, इमोसनल, साइकोलोजिकल अनि सोसियोलोजिकल होला हो। अनि मेन्टल हेल्थले चाहिँ हाम्रो के गर्छ भने मेन्टल हेल्थ इज आई थिङ्क इट्स अ पार्ट अफ आवर लाइफ। एउटा जीवन जिउने कला नै एउटा मेन्टल हेल्थ, आर्ट अफ लिभिङ। अनि माइन्ड पिसफुल भएर जिउने एउटा बाटो होइन। अनि I am not professional for this terminology, but as I know, I have to say, mental health is a thinking process for me. Okay, the thinking process हो। अब कतिपय कुराहरूमा हामी त्यो एटिट्युड निर्माण गर्ने प्रोसेस नै मेन्टल हेल्थ हो भन्ने मलाई लाग्छ। कुनै पनि विषयवस्तुको कुनै पनि मान्छेहरूमा अथवा अन्य कुनै विषयमा चाहिँ कुन किसिमको विचार हामी निर्माण गर्छौँ, यो विचारको निर्माण गर्ने पार्ट नै मेन्टल हेल्थको एउटा चाहिँ कम्पोनेन्ट हो। र मेरो मेन्टल हेल्थ कस्तो छ भन्ने कुरा फर मी इट इज नट अ प्रोफेसनल डेफिनेसन अफ द मेन्टल हेल्थ बिकज आई एम नट इन दिस स्ट्यान्डर्ड एन्ड आई हेभ अलरेडी स्पोकन टु यु। र मेन्टल हेल्थको पार्टमा चाहिँ मेरो एटिट्युड कस्तो छ भन्ने कुराले मैले सशर्त हेर्दाखेरि चाहिँ मेरो मेन्टल हेल्थले चाहिँ कस्तो कुरा गर्छ भन्ने कुरा कस्तो छ भन्ने कुराले नै डिटरमाइन गर्छ जस्तो लाग्छ है। जसरी हाम्रो फिजिकल हेल्थ स्ट्रङ हुनुपर्छ त्यस्तै गरी मेन्टल हेल्थ पनि स्ट्रङ हुने विक हुने दुइटै हुनसक्छ। त्यही भएर मेन्टल हेल्थ अवेरनेस चाहिँ नेपालमा अलि नपुगेको जस्तो लाग्छ मलाई। मेन्टल हेल्थमा चाहिँ हामीले अझै कार्य गर्नुपर्छ। र कति मेन्टल हेल्थ मान्छेहरूले गर्न जानेकै हुँदैन कि आफ्नो प्रस्तुत गर्नै जाने हुँदैन। त्यसको लागि हामीले अवेरनेस गर्नुपर्छ जस्तो लाग्छ। मानसिक स्वास्थ्य भनेको दिमागको स्वास्थ्य हो, दिमाग राम्रो गर्नु। मानसिक स्वास्थ्य मेन्टल हेल्थ भनेको चाहिँ तपाईँको एबिलिटी टु थिङ्कको कुरा आउँछ। अनि अर्को भनेको चाहिँ बिङ मेन्टली, इमोसनली एन्ड साइकोलोजिकली र सोसियली वेलबिङको कुराहरू आउँछ। मेन्टल हेल्थ भनेको एउटा कन्डिसन हो जसमा चाहिँ लाइक हाम्रो चाहिँ हामी चाहिँ मेन्टली चाहिँ कुनै कुराबाट चाहिँ लाइक प्रेसराइज भएर अनि कुनै कुराले चाहिँ हामीलाई अफेक्ट गरेको भएर चाहिँ लाइक Let's talk about causes. इन्भाइरोमेन्ट प्रेसरले पनि हुनसक्छ, वर्क रिलेटेड पनि हुनसक्छ, फ्यामिली प्रब्लमले गर्दा पनि धेरै मेन्टल स्ट्रेसहरू आएर पनि डिप्रेसनको कारणले पनि अब मेन्टल हेल्थ बिग्रिने हुन्छ। मेन्टल हेल्थ प्रब्लम चाहिँ हुने भनेकै हाम्रो सराउन्डिङ्सहरू आफूले जस्तो सोचेको, आफूले जस्तो एक्सपेक्टेसन गरेको थियो त्यो एक्सपेक्टेसन चाहिँ रियालिटीलाई मिट नगरिसकेपछि एउटा मेन्टल हेल्थ प्रब्लम चाहिँ अराइज हुन्छ। त्यसले गर्दा चाहिँ अनि मेन अहिलेको हट बर्निङ टपिक भनेको ओभर थिङ्किङ हो। एउटा लाइफ एक्सपिरियन्सले पनि हुनसक्छ, अनि सराउन्डिङ, फ्यामिली ब्याकग्राउन्ड, अनि त्यस पछाडि हुनसक्छ ह्याबिटले पनि। जेनजीको अहिले जुन कुराकानी गरिरहेको छौँ हामी चाहिँ त्यो इन्फर्मेसन ओभरलोड भइरहेको छ क्या हामीसँग चाहिँ होइन। त्यो ओभरलोडेड इन्फर्मेसन छ हामीसँग जसको कारणले पिपुल आर नट गेटिङ वेदर दिस इज राइट अर नट भन्ने कुराहरू। त्यो सेलेक्सन अफ इन्फर्मेसन पहिलो कुरा हो मेन्टल हेल्थको लागि। हामी गएका छौँ सोसियल मिडियामा हाम्रो प्रेजेन्स चाहिँ यति धेरै भएको छ कि यसले चाहिँ हामीलाई इन्फर्मेसन त दिएको छ तर मिसगाइड पनि गरेको छ। फर्स्ट अफ अल त्यहाँ जाउँ। अर्को कुरा चाहिँ अब यो जेनजीले के सोच आयो नो बट हामी क्लियरमै जानु पर्ने हो भने चाहिँ हामी मेडिटेसनमा फोकस गरौँ, कन्सन्ट्रेसन गरौँ र वाट इज रङ वाट इज राइट भन्ने कुरा त अहिले नै त्यति धेरै नहोला तर चाहिँ यो कामले मलाई चाहिँ सपोर्ट गरेको छ भन्ने कुराबाट पनि अहिलेको बच्चाहरू चाहिँ त्यसमा फोकस भइदियो भने एकदमै राम्रो हुन्छ। र बेसिकली त्यसमा गो फर द मेडिटेसन है, गो फर द मेडिटेसन। मेडिटेसन गर्ने भने चाहिँ मलाई लाग्छ 50% प्रब्लम चाहिँ सल्भ हुन्छ। किनभने हामी चाहिँ कुनै हिसाबले न जस्तो मैले भनेका 4वटा कुराहरू पिपुल दे क्यान्ट लिसन। इफ दे डेभलप द क्वालिटी अफ द लिसनिङ डेफिनेटली दे विल डेभलप देयर मेन्टल हेल्थ। लिसनिङ र त्यो लिसनिङ र यो हाम्रो मेन्टल हेल्थको पनि प्रब्लम भन्छु कि मैले। किनभने पिपल स्पिक, म बोल्छु, अहिलेको जेनजी बोल्छ तर लिसन गर्नै सक्दैन बिचरा होइन। दे हेभ ग्रेट प्रब्लम फर मी। अब मेन्टल हेल्थ
हेल्थ प्रब्लम्सहरू आउने रिजनहरू भनेको चाहिँ तपाईँको एउटा चाहिँ अब तपाईँले धेरै सोच्यो भने पनि आउन सक्छ होइन, जस्तो निरन्तर सोचिराख्ने एउटै कुरालाई लिएर। अनि अर्को भनेको जस्तो फाइनेन्सियल कुराहरू, फाइनेन्सियल क्राइसिसको कुराहरूदेखि लिएर तपाईँको चाहिँ नियर वान र टियर वानको डेथको कुराहरूले पनि तपाईँलाई चाहिँ मानसिक समस्याहरू लिएर आउनसक्छ। भायोलेन्सहरूको कुरा हुनसक्छ, ह्यारेसमेन्टको कुराहरू हुनसक्छ, पास्ट एक्सपिरियन्सको कुराहरू हुनसक्छ। सो त्यसले गर्दाखेरि चाहिँ मानसिक स्वास्थ्य गडबड हुनसक्छ। मेन्टल हेल्थको मेन कज भनेको चाहिँ सोसाइटी एन्ड हाम्रो सराउन्डिङमा भएको पिपुल, लाइक फ्यामिली पनि हुनसक्छ, फ्यामिली मेम्बर, एभ्रिथिङले चाहिँ हाम्रो मेन्टल हेल्थलाई चाहिँ एफेक्ट गर्छ। त्यो चाहिँ मेन मानसिक स्वास्थ्य भनेको कामले गर्दा अनि घरेसी समस्या अनि पारिवारिक समस्याले हुन्छ। Solutions or suggestions? योगा मेडिटेसनहरूले स्ट्रेस कम गराउँछ अनि हेल्थ पनि राम्रो हुन्छ त्यसले, अनि मेन्टल हेल्थ पनि त्यही राम्रो हुन्छ। मेडिटेसन प्र्याक्टिसनर फोकस अन यो ब्रिदिङ, त्यसले हेल्प गर्छ। पर्छ पहिला, अनि मेडिटेसनहरू गर्नुपर्छ, अनि इन्भाइरोमेन्टहरू अलि राम्रो इन्भाइरोमेन्टमा बस्नु पऱ्यो। सो अब सल्युसनको कुरा गर्नुपर्दाखेरि चाहिँ आई सजेस्ट मेडिटेट गर्ने, त्यसपछि गएर चाहिँ पोजिटिभ थिङ्किङ राख्ने होइन। जति हामीले एउटै पोइन्टलाई समातेर बस्यो, एउटै कुरालाई समातेर बस्यो भने पनि त्यो ओभर थिङ्किङ हुन्छ। ओभर थिङ्किङले गर्दा भेरियस रिजन्स प्रब्लम्सहरू चाहिँ क्रिएट हुन्छ। सो ओभर थिङ्क नगर्ने होइन, त्यसपछि गएर चाहिँ जेले तपाईँलाई खुसी दिन्छ त्यो कुराहरू गर्ने, एक्सर्साइजेसहरू, त्यसपछि म्युजिक सुन्ने, त्यसपछि गएर साथीभाइहरूसँग कुरा गर्ने, त्यही नै हो सल्युसन्सहरू चाहिँ। काम धेरै गर्ने, दिमागलाई जोड नदिने गर्दा स्वास्थ्य राम्रो हुन्छ। मेन्टल हेल्थ चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अनि मेन्टल हेल्थको सल्युसन भन्दा पनि हामीले चाहिँ लाइक एक अर्कालाई बुझेर अन्डरस्ट्यान्ड गरेर उनीहरूलाई चाहिँ हामीले सपोर्ट गर्नुपर्छ। अनि हामीले लाइक मेन्टल हेल्थको बारेमा चाहिँ अवेरनेस प्रोग्रामहरू रेज गरेर हुन्छ कि लाइक हामी आफूसँगै भएको पर्सनहरूलाई पनि मेन्टल हेल्थले एफेक्ट गरेको छ कि छैन भनेर चाहिँ हामी राम्रोसँग बुझ्न सक्नेछ। त्यही भएर एक अर्कालाई चाहिँ अन्डरस्ट्यान्ड गरेर एक अर्कालाई चाहिँ हेल्प गर्नु। थ्याङ्क यू। मान्छे पूर्ण हुनका लागि मानसिक रूपमा शारीरिक रूपमा स्वस्थ हुनु अपरिहार्य छ। विशेष गरी मानसिक स्वास्थ्य भन्नाले कुनै पनि कार्य गर्नका लागि तार्किक ढङ्गले आफ्नो दिमागको इस्तेमाल गरेर कसैले गर्छ भने त्यसलाई मानसिक स्वास्थ्य भनिन्छ। मानसिक स्वास्थ्यमा आउने समस्याहरू विशेष गरी खानपानले गर्दा, अहिले विकास भइरहेको सोसियल मिडिया प्रपर तरिकाले प्रयोग नगर्न सक्दा, अथवा चाहिँ सामाजिक रूपमा अथवा सांस्कृतिक रूपमा कुनै पनि कुराले मान्छेलाई चाहिँ नेगेटिभ रूपले इम्प्याक्ट पारेको खण्डमा मानसिक समस्याहरू आउने गरेको हामीले देख्छौँ। र मानसिक समस्या आइसकेपछि त्यसलाई समाधान गर्ने केही उपायहरू छन्। खानपानमा विशेष ध्यान दिनुपर्छ, योगा गर्नुपर्छ, अथवा चाहिँ खुल्ला चौरी अथवा चाहिँ शान्त ठाउँमा गएर केही समयहरू बिताउने, साथीभाइसँग भेटघाट गर्ने, कुराकानी गर्ने, यो तरिकालाई अगाडि बढियो भने पक्कै पनि शारीरिक रूपमा मानसिक रूपमा स्वस्थ हुन सकिन्छ। धन्यवाद। मानसिक स्वास्थ्य भनेको चाहिँ कुनै पनि व्यक्तिको भावनात्मक, सामाजिक र मानसिक स्वास्थ्यलाई चाहिँ यसले इन्डिकेट गर्छ। अनि यसमा चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ कुनै पनि मान्छे चाहिँ खुसी देखेको छौँ भन्नेमा चाहिँ उसलाई मानसिक स्वास्थ्यको प्रब्लम छैन भन्ने चाहिँ हुँदैन। जस्तो यसमा चाहिँ मानसिक स्वास्थ्यको हुनको लागि चाहिँ त्यो व्यक्तिले चाहिँ उसले आफ्नो थट्सहरूलाई चाहिँ कसरी म्यानेज गरेको छ, तर आफ्नो स्ट्रेसहरूलाई चाहिँ कसरी ओभरकम गरेको छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। अब यसको सिम्टम्सहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ जस्तो मान्छे एकदम कसैसँग बोल्न नखोज्ने, आइसोलेट भएर अँध्यारो रुममा बस्ने, अनि कसैसँग गफ गर्न मन नपराउने, अनि आफ्नो फुडहरू खानकीहरूमा पनि ध्यान नदिने होइन, अनि सँगसँगै चाहिँ निन्द्रामा पनि डिस्टर्ब हुने हुन्छ। र यसको हामीले प्रिभेन्सन चाहिँ के गर्न सक्छौँ भन्दा चाहिँ मेन्टल हेल्थमा चाहिँ डिप रिल्याक्सेसन टेक्निक भन्छ। जस्तो लामो लामो सास फेरेर चाहिँ आफ्नो माइन्डलाई काम गराउने र सँगसँगै मेडिटेसन गर्ने, र सँगसँगै चाहिँ हामीले चाहिँ एउटा सेफ व्यक्ति कोही भेट्छौँ, सेफ प्लेस भेट्छौँ भने चाहिँ उसलाई आफ्नो मनमा लागेको कुरा चाहिँ सेयरिङ गर्ने। अनि त्यसपछि चाहिँ सँगसँगै आफूलाई कुन कुरा गर्न मन लाग्छ, जस्तो कतिलाई चाहिँ प्रकृतिमा रमाएर चाहिँ आफूलाई हिल गर्न मनपर्छ भने चाहिँ त्यो सेल्फ हिलिङ गर्ने फ्याक्टरहरू के हुनसक्छ, आफूलाई के गर्न मनपर्छ भने चाहिँ त्यो पनि अपनाउन सक्छ। May is month of mental health awareness. Raise awareness. Break the stigma.